सरकारले शनिबार र आइतबार पेट्रोल र डिजेलको मूल्य बढेको भन्दै र तिनीहरूको न्यूनतम प्रयोग गर्ने हिसाबले चाहिँ बिदा मिलाइदियो। अब शनिबार र आइतबार बिदा मिलेपछि त हामीलाई अत्यावश्यक कार्य बाहेकका कार्य गर्ने पनि फुर्सद मिल्यो। अब मलाई पनि अलिकति फुर्सद मिल्यो। मैले चाहिँ आजदेखि आफ्नोभन्दा पहिला पसलको मेकअप गर्ने सोचेँ। अनि म बिहान उठेर आफ्नो मेकअप गर्नतर्फ लागिन। आज मैले सोचेँ आज हामी सबैको साझा घरमा कुराको सामानको मेरो साझा घर पसललाई नितान्त मेरो अनि सामानको घर बनाउँछु। बिहान उठेर यसो झाडु छोपेर यताको सामान उता गराउँदै गएँ। त्यतिले मात्र यिनीहरूको धुलो लपक्क लगाएको मेकअप सरी लगाएको धुलो निस्किएन। अब धुलो पनि निकाल्नै पर्यो। कपडा छोपेर रगटी पुस्न थालेँ। सबै सामानलाई पालो पुर्याइदिइसकेको थिएँ। घरि झाडुले धुलो निखार्छु, घरि कपडाले पुछु, घरि म पसलका हरेक सामानलाई आफ्नै हातले स्पर्श गरिसकाएँ। सामानहरूलाई आफूले सफा गरिसकेपछि सामानहरूको स्थान परिवर्तन, बाहिर रहेका सामानहरूको पुनः स्थानमा राख्ने काम सम्पूर्ण गरेँ। बिचबिचमा म सामानहरू हेरेर खुसी पनि हुँदैछु के। यहाँनिर घरि ब्लग चेन्ज गर्छु अनि घरि चाहिँ मैले यताको सामानलाई उता राख्दा कस्तो हुन्छ भन्ने अनुमान गर्छु। अलि राम्रो लागेन भने पुनः सोही स्थानमै स्थानान्तरण गर्छु। घरि के गर्छु है। जे गरे पनि मैले चाहिँ रमाएर नै कार्य गरिरहेको छु। मलाई यो पसलमा बस्न सबैभन्दा धेरै आनन्द लाग्छ। मैले यो पसलसँग मेरा 3 वर्षका यादहरू साटिसकेको छु। विगतका वर्षहरूमा पनि म यस्तै गरी नै पसलमा रमाएर कर्म गर्छु। अहिले पनि म यस्तै नै गर्छु। मलाई चाहिँ यो सफा नगरी पसलमा बस्यो भने त्यति धेरै खुसी लाग्दैन। जब म सफा गर्छु त्यतिखेर चाहिँ निकै आनन्द र खुसी आउँछ के। जस्तो म मन्दिरमा जाँदा भित्रैदेखि शान्ति महसुस गर्छु नि त्यस्तै हो। मलाई पनि पसल छ्याक्क बनाएर राख्यो भने शान्त महसुस हुन्छ। अनि कुरा आयो सरसफाइको। मैले यताको सामान उता सारी नै रहेको छु। सँगसँगै झाडु पनि छ। घरि मैले सामानहरू पनि सोच्दै विचार गर्दै मिलाउँदै पनि छु। घरि के भेटिन्छ यो नयाँ सामान पनि छ है भन्ने लाग्छ। अनि यसको त मैले भिडियो नै बनाएको छैन भन्ने पनि लाग्छ फेरि। अनि म बेला बेला चाहिँ सामान क्यामेरातिर तेर्साउँदै देखाउँदै पनि छु। यस्तै गर्दै फेरि यताउता लैजाँदाखेरि प्याक गरेका सामानहरूलाई पुनः स्थानान्तरण गर्दै सामानहरू मिलाउँदै पसललाई थप आकर्षक बनाउँदै म रमाउँदै कार्य गरिरहेको छु। प्लास्टिकहरू यताउता छरिएका सम्पूर्ण सामानहरू मिलाउँदैछु। अब पालो चाहिँ डस्टबिनतिरको आउँदैछ है। म डस्टबिनलाई पनि चिलिच्याट्ट पारिदिन्छु के। बाहिरदेखि कालो कभर, भित्रदेखि अर्कै कभर राखेर डस्टबिन हो जस्तो पनि हुँदैन के। धुलो बाहिर नखसोस् भनेर चाहिँ मैले यस्तो गराएको है। अनि यस्तै सामानहरू सार्दा मेरो मर्निङ चाहिँ बितिसक्यो। अब खाना खाने बेला भइसक्यो। अनि मैले सामान फोहोरहरू उठाएँ अनि राखेर म गएँ घरतिर। बाइ बाइ।